ल हेर्नु यता हाम्रो सफाई चलिरहेको छ, सफाई अभियान छ है। सबैले साफ गरिरहेको छ, पालो पालो गरेर हेर्नु त साफ गरिरहेको छ होइन। उपरदेखि कहाँ सजिलो छ र परदेशमा। मान्छेहरूले भन्छन् परदेशमा राम्रो छ, हामी पनि जाउँ पैसा कमाउँ होइन। तर त्यस्तो सोचे जस्तो कहाँ छ, परदेश छैन नि त। काम गर्नै पर्यो। यहाँ हेर त, यहाँ कसरी काम गरिरहेको हातमा त्यो हालेर है। त्यही भएर भन्छु पैसा कमाउनु कहाँ सजिलो छ र है। यस्तो यस्तो गर्नुपर्छ परदेशमा है। सफाइदेखि लिएर काम गर्नै पर्छ। यति टाढाबाट आएर है कसरी दुःख काम गरेर हेर्नु त। यहाँ भाँडा धुन्ला छन् होइन, मोरीमा काम चलिरहेको छ। ऊ हेर्नु हाम्रो मोरीको लिडर मान्छे हो यो। राम्रो भाँडा पुरा सरसफाइ अभियान सम्हाल्छ यसले होइन। यो धेरै राम्रो हो। अब हाम्रो देशमा विकास नभएको कारणले मात्रै हो यस्तो। नत्र यति मेहनत हामीले हाम्रो देशमा गऱ्यौँ भने होइन, आज हाम्रो देश कहाँ पुग्थ्यो। अब रोजगारै छैन नेपालमा। 10 दिन बढीमा बढी 10 दिन बस्दाखेरि त बस भोकमारी चलिहाल्छ। अब हामीहरूको त सबैको त्यस्तै त होला नि, परदेशमा आउने मान्छेको सबैको त्यस्तै त होला नि। 2-4 दिन त राम्रै स्वागत पनि हुन्छ अनि पैसा पनि हुन्छ। त्यो भएको पैसा सबै सिद्धिहाल्छ 4 दिनपछि। अब नेपालमा के काम खोज्दा कामै मिल्दैन होइन। फेरि नेपालको मान्छेहरूले आशै गर्दैनन्। भाडा समात्यो, भाडा पनि खोजेर ल्याउँछन्। फेरि आफूसँग हुँदैन, खोजेर कर्ज मागेर ब्याज लिएर आउँछन्। फेरि इन्डिया 1 महिना काम गरेर होइन बिस्तारै तिर्ने कार्यक्रम हुन्छ। आफ्नो खाने लगाउने सबै होइन। कति दुःख गरेका छन्, कति हामीहरूले दुःख गरेका छौँ। अब त्यो हामीहरूलाई थाहा हुन्छ। परदेशीको पीडा अब परदेशीलाई नै थाहा हुन्छ। नत्र कसलाई रहर हुन्छ र आमा बुवा भाइ बहिनी दिदी बहिनी सबैलाई छोडेर होइन अर्काको देशमा बस्न कसैलाई राम्रो लाग्दैन साथीहरू होइन। त्यही भएर